कोदोको एकदम ढेँडो आफ्टर ड्युटी 22 तारिक अप्रिल है 2025 है आएर चाहिँ कोदोको ढेँडो बेलुका बनाउनु लागिरहेको छु र मैले एकदम आज माछाको सुपसँग चाहिँ कोदोको ढेँडो एकदम यो चाहिँ एकदम पौष्टिक आहारले परिपूर्ण हुन्छ। यसबाट चाहिँ हामीले भिटामिन सबै भिटामिन पर्याप्त मात्रामा पाउन सक्छौँ र यसबाट चाहिँ एकदम हेमोग्लोबिन चाहिँ एकदमै मात्रामा बढ्छ है। यो चाहिँ भर्खर खारेको घिउ हो, भर्खर खारेर राखेको र अब यसलाई म चलाएर मजाले यसलाई डल्लो पार्नेछु र यसलाई अब यो हुँदैछ। सधैँ चाहिँ भाँडामा पानी हालेर पुरा अलिकति हाल्दै ओडाल्दै गर्दाखेरि चाहिँ साह्रो पार्थ्यो, पाक्नु मतलब डल्ला फुटाउनु पर्यो। आज मैले घिउमा भुटेर चाहिँ यसरी अब घिउमा भुटेर चाहिँ यसो गरेर आज छिटो पाक्यो। अब म हुनु चाहिँ 1 सिटी पनि लाउँछु, यो प्रकारले छिटो हुँदो रहेछ। अब यो चाहिँ ढेँडो पाक्छ हेर्नुहोस् मजाले, यसले चाहिँ ठाउँ छोड्छ एकदम हो, एकदम ठाउँ छोड्छ, तालिँदैन है। यो चाहिँ भुटेर घिउमा भुटेर मैले पकाएको भुटेर। हाम्री आज यहाँ मेरो ज्वाइँ छोरी है, मेरो घरबाउ हो, घरबाउ एकदम अहिले चाहिँ चम्चीले खानुहुँदैछ, तर हातले खानु पनि मजाले घिउमा एकदम हालेको घिउ है। अन्त सब्जी हो, अचार, अन्त माछाको सुप हो। अब चाहिँ हामीहरू आज यो ढेँडो सेवन गर्न लागिरहेका छौँ घिउसँग मजाले। नमस्ते। आज मैले बेलुका ढेँडो बनाएको छु 22 तारिक इभिनिङ 2025 घिउमा हो। अब माछाको सुपसँग चाहिँ सोपेर यो यसलाई चाहिँ रागी पनि भन्छ, सेतो कोदो रातो कोदो हुन्छ। हिमाचल उत्तर प्रदेशतिर चाहिँ रागी भन्छ, यता सिक्किमतिर कोदो मिलेट इङ्ग्लिसमा। अन्त अब है एकदम मिलेटै भन्छ घिउसँग दामी।